केटी पनि छैन, के गर्नुपर्ने हौ? कस्तो जिन्दगी। डल्लेलाई कल गर्नु पर्यो हौ, त्यसले मिलाउन सक्छ। कहाँ गयो यो बज्या, उठाउँदैन त। अरे केरा जस्तो मान्छे छ, फेरि गरौँ खोइ। ओइ डल्ले, कहाँ छस् तँ? म त यहाँ चौथरा जान्न आँटेको। चौथरामै बस्दै गर ल, म आउँदैछु। आइदैन नि त। पक्कै आउँदैछु। कहाँ छस्? म त यहाँनिर चौथरामा आइपुगेँ, छैन त तँ माथिको डाँडाको चौथरामा त। ए बजिया, मजाले भन्नुपर्छ नि अन्त। ल आउँदैछु पक्कै, त्यहीँ बस है, अब नजाए कहीँ। ल बजिया, म तँलाई माथि पर्खिरहेको छु। कहाँ गएको तँ? यहाँ भनेको मैले तँलाई। तँसँग एउटा कुरा थियो। यस्तो कुरा हुँदो रहेछ। ओइ केटी मिलाइदिनु हौ। आम्मा हेर तँ यस्तो छस् भाइ, केटी बन न आफै। तँ त मरको बच्चा कि औरतको। तेरिका तेरो केटी छ? होइन नि। के हुन्थ्यो तँ जस्तो डल्ले गन्दा यार, केरा जस्तो अनुहार बोकेर। अब चाहिँ हेर्न गाले चाहिँ राम्रो जस्तो चाहिँ। हामी त भाइ देख्दैछु तँलाई, कट मात्रै, कटले फिता पारिदिन्छु भाइ। तेरो बाउ गजनी जस्तो कपाल बोकेर। डल्ले हेर्न डल्ले। के गर्नु पर्ने हौ केटा, दुई भाइ त बनाउनु पर्ने त हौ कति त। के गर्नुपर्ने हो भन्न त आफै सल्युसन निकाल्नु हो आफै। के गर्नु पर्ने ओइ भन्दा पनि हाम्रो गाउँमा त एकजना बाबा छ अरे त हौ, चस्मित बाबा क्या। त्यो मान्छेले त जे भने त्यही उयो हुन्छ अरे त, आशीर्वाद दियो भने त। के भने लाग्दिने? जाउँ न त। मलाई थाहा छैन नि त त्यो मान्छेको ठिकाना। फेरि के गर्नु पहिला यसो गाउँमा यसो कता सोधेर जाउँ न ल। लाग्दियो है? लाग्दियो। अब त हाम्रो त त्यही मात्रै छ भाइ सल्युसन त, केटी नपाएर यार। ओइ चिनी मुइरहेछ त। यसलाई थाहा यसलाई सोध त। ओइ चिनी, ओइ कहाँ गएको? ए हामी त ऊ चस्मिस बाबालाई खोज्दै गएको हौ, ठिकाना थाहा नभएर। तँलाई थाहा छ? ल त्यो म छु भाइ। ए भन्न, त्यो त सनसाइड आरमा छ यसो जाउँ है भाइ। कहिले पुग्नु है फेरि? जु ल भाइ चिनी। ल भेट्दै गरौँ। ल ऊ हेरेछ बाबु। ओइ जु बाबाले एकचोटि उठाइदिनुहोस् न। बाबा एकदम रेस्टमा छ। एकपल्ट उठाइदिनुहोस् न एकचोटि, हामीलाई पुरा खाँचो छ बाबाको, प्लिज। ठिक छ बाबा। के काम पर्यो तपाईँलाई? भेट्नुको लागि यहाँ भक्तहरू आइरहेको छ। ठिक छ के कामले आइस? बाबा हामीलाई युवती वरदान दिनु पर्यो बाबा। ठिक छ युवती वरदान चाहियो तपाईँलाई? हजुर कस्तो बाबा। खाले युवती चाहियो? संस्कारी चाहियो कि बाबा जस्तो भए पनि चल्छ बाबा, मोटो पातलो हरियो निलो जस्तो भए पनि जिउँदो चाहिँ हुनुपर्छ बाबा। बिहा गरेको छैनस् तँले? तँ त ठिकै छ, यसले गरेको छैन, यत्रो ठुलो भइसक्यो। बाबा केटी नै पाएको छैन बाबा, युवती वरदान दिनु पर्यो बाबा। ठिक छ म तँलाई दिन्छु। आइज अगाडि। बाबा युवती वरदान थियो, मार्नु होइन। युवती वरदान दिँदैछु तँलाई। तँले के पाप गरेको थिइस् भन। नराटी भन् यहाँ सबै, म सब देख्दैछु यहाँ। के चाहिँ कारेको थिइस् भन। बाबा भएन। नाट्यो भइगयो। जय हो बाबा कि। पर्खी अन्त तँहरू अहिले कहाँबाट आएको? बाबा हामी त टाढोबाट हो। आउँदाखेरि तँले एउटा मान्छेलाई भेटेर सोधिस्? हजुर बाबा। एउटा यसले कल गरे तँलाई चौथामा भेट्न लागि? हजुर बाबा। त्यही कुरा हो, तँलाई केटी भेट्छस् तँ बाबा केही गरेको थिइनँ बाबा। नराटी भन्, मलाई यहाँ सब देख्दैछु मैले यहाँ। बाबा हामीले केटी चाहिँ भक्कु जिस्काएको छु बाबा। को केटी जिस्काए? दुइटाले जिस्काएको छस्? हजुर बाबा।
त्योले तँलाई शराब दिएछ त्यो केटीले कहिले केटी नपाएस् भनेर बाबा के गर्नु भयो नि? दिनु पर्यो जे गरेर लगाइदिनु पर्यो बाबा आइज चौकले अगाडि बाबा तोरको त्यो शराब गइसकेको छ हुन्छ बाबा धन्यवाद धन्यवाद बाबा चला टिका अगाडि ल्याइ यहाँ अगाडि आइज सबै पाप काटिन्छ यस्तो गऱ्यो भने शिवजीको टिका लामो निकाल त्यो के हो त्यो हुन्छ बाबा जा तँहरू अहिलेको लागि हुन्छ केही धन्यवाद पऱ्यो बाबा भने कता रहेछ नि हौ अम्म जोखना त टक टक भन्दिने ओए त्यो त ठिकै छ कि को पुरै हिर्काएको मुनाले साला केरा जस्तो यहाँनिर सानो हानेन बजियाले ओए अरू बेला एक्लै भेटौँ न त्यसलाई होइन ओए लाग्छ होला त्यो बाबाले गरेको लाग्नुपर्ने हँ लाग्नुपर्ने लाग्छ होला है म त आश लागेन त्यसको हँ आश लागेन हेरौँ न के हुन्छ ल जु 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 अब खोला जानुपर्छ